दीर्घ रोगहरूको स्याहारकर्ता जो हुनुहुन्छ उहाँहरूलाई पनि लामो समयसम्म स्याहार गर्ने क्रममा भावनात्मक समस्याहरू आउने, जसले गर्दाखेरि चिडचिडापन बढ्ने, रिस उठ्ने अनि त्यसैले गर्दा एङ्जाइटी, डिप्रेसन जस्ता समस्याहरू पनि आइपर्ने, जसले गर्दाखेरि चाहिँ निद्रामा कमी पुग्ने समस्याहरू देखिरहेको हुन्छ। दीर्घ रोगहरू भन्ने क्रममा चाहिँ बालबालिकामा देखिने जस्तै अटिजम, एडिएचडी अनि व्यवहारका समस्याहरू भएका समस्यासँग सहयोग गरिरहनु भएको आमा बुवाहरू, हजुरबुवा हजुरआमाहरू जसले चाहिँ उहाँहरूलाई रेखदेख गर्नुहुन्छ र वृद्ध अवस्थामा हेर्दाखेरि चाहिँ डिमेन्सिया भएका, व्यवहारमा समस्या भएको, जस्तै अब स्ट्रोकले गर्दा प्यारालाइसिस भएको, जसलाई चाहिँ स्याहार गर्नुपर्छ, एकजना व्यक्ति चाहिँ उहाँकै स्याहारमा लागिरहनुपर्छ। उहाँहरूलाई बारम्बार सधैँ हरेक चिजमा स्याहार गर्नुपर्ने भएको हुनाले खाना खुवाउनेदेखि लिएर सबै कुरामा स्याहार गर्नुपर्ने, दिसा पिसाब सबै समस्याहरूमा सहयोग गर्नुपर्ने भएको हुनाले चाहिँ एङ्जाइटी, डिप्रेसन जस्ता समस्याहरू आइरहेको हुन्छ, जसले गर्दा एकदम थकित महसुस हुने, रिस उठ्ने, झर्को लाग्ने, मन नरमाइलो हुने, त्यस्ता खालका भावनात्मक समस्याहरू पनि आइरहेका हुन्छन्। यदि त्यस्तो समस्याहरू छ भने चाहिँ हामीले आफूलाई आफ्नो समय पनि निकाल्नु पर्यो आफ्नो लागि र त्यसमा चाहिँ हामीले परिवारको अरू सदस्यहरूसँग पनि सहयोग माग्ने अनि आफ्नो लागि पनि केही समय बिहानमा साँझमा छुट्याएर वाक जाने, आफूलाई मनपर्ने कुराहरू पनि गर्ने र सँगै भएको अरू परिवारको सदस्यहरूसँग पनि सहयोग मागेर बिचको टाइममा चाहिँ आफूले रेस्ट गर्नुपर्छ। यो नगरेको अवस्थामा चाहिँ गाह्रो भएर आफूलाई समस्या हुनसक्छ र कहिलेकाहीँ कस्तो पनि गर्दा राम्रो हुन्छ भन्दा लामो समयसम्म एकै व्यक्तिले स्याहार गर्दाखेरि धेरै नै गाह्रो भएको हुनाले चाहिँ आफ्नो विश्वासिलो व्यक्तिलाई स्याहार गर्नको लागि सहयोग मागेर 2-4 दिनको लागि घुम्न जाने, त्योहरू गर्दाखेरि पनि सहज महसुस हुन्छ। यदि यो केयर टेकर बर्डन भन्छौँ हामीले यसलाई, केयर टेकर बर्डनले गर्दा एङ्जाइटी, डिप्रेसन जस्ता समस्याहरू आइरहेका छन् र यससँग जुझ्नको लागि समस्या ठिक पार्नको लागि समस्या भइरहेको छ भने चाहिँ हजुरहरूले मनोचिकित्सकको सहयोग लिएर आफ्नो समस्याहरूलाई चाहिँ दूर गर्न सक्नुहुन्छ।